नमस्ते। म समला गएको त होइन, तर यो बाटो जाँदैदेखि मोडेखोलाको किनार थला हुँदै यता सहलपुर अनि त्यसपछि बेसारे, त्यसपछि तपाईँहरू पाङ्ग्रे पुग्नुहुन्छ। त्यहाँबाट सिधा माथि तपाईँहरू इन्द्रेणी चोक पुगेर त्यसपछि अन्त समलाको लागि बाटो पछ्याउन सक्नुहुन्छ। यो बाटो जङ्गलभित्र भएको हुनाले गर्मी मौसममा एकदमै शीतल हुन्छ, रमाइलो हुन्छ। ट्रेकिङको लागि एकदमै राम्रो छ। अहिले चाहिँ म सहलपुर आइपुग्न लागेकोले म यहाँबाट दक्षिणतिर देखिने केही दृश्यहरू देखाउन चाहन्छु। तपाईँहरूले यहाँ मौसम अनुसार फलफुल पनि पाउनुहुन्छ। यहाँ अहिले हर्रा फलेको रहेछ। त्यही अलिक कलिलो स्वास्थ्यको लागि धेरै राम्रो हुन्छ हर्रा। म सहलपुर निस्किन आँटेको। यो बाटो त्यही जान्छ, तर यहाँ यो बाटोमा प्लास्टिक चाहिँ प्रोहिबिटेड छ। प्लास्टिक निषेधित क्षेत्र हो भन्दा नै हुन्छ, किनभने हामीले प्लास्टिकलाई व्यवस्थापन गर्न सकेनौँ भने यसले हामीलाई नै असर पार्दछ। यदि तपाईँहरू यही बाटो जाँदै हुनुहुन्छ अनि फास्ट फुडहरू लिएर जाँदै हुनुहुन्छ भने कृपया प्लास्टिकहरू चाहिँ एउटा तोकिएको क्षेत्रमा राखिदिनु होला, अथवा डस्टबिनहरू नभेटेसम्म बोकेर लान सक्नुहुन्छ। यही एउटा अन्तिम उपाय प्लास्टिक व्यवस्थापनको। ल, म सहलपुर निस्किसकेँ। अहिले कटहरको सिजन पनि छ अनि यहाँ सबै कटहरहरू फ्यात्त भुइँमा फालेर बाटैमा छ। यहाँ पाठाहरू पनि छ। यहाँ हेर्नुहोस्, रमाइलो गरिरहेछन्, घाममा खेलिरहेको छ। यहाँबाट धेरै राम्रो दृश्य देखिन्छ।